हेलो साथीहरू नमस्ते। आज चाहिँ म तपाईहरुलाई बराइन घुमाउन लिएर जाँदैछु। भिडियोलाई स्किप नगरी पुरा हेर्नु होला अनि कस्तो लाग्छ लाइक कमेन्ट शेयर साथसाथै यसलाई सब्स्क्राइब अनि बेल आइकनलाई थिच्न चाहिँ नभुल्नु होला। भिडियो कस्तो लाग्छ अन्तिमसम्म हेर्नु होला, अन्तिमसम्म राय प्रतिक्रिया दिनु होला। धन्यवाद। यो चाहिँ बराइनमा रहेको रोड हो, यो हाइवे हो, यो एयरपोर्ट जान्छ। एयरपोर्टबाट यो बुधैयातिर पनि जान्छ। यो रिङ रोड जस्तै हो। यो माथि ठुलो देखिएको एउटा लामो चुच्चो खालको बिल्डिङ चाहिँ यो होटल हो। यसले चाहिँ धेरै परदैबाट नि यो होटल चाहिँ देख्न सकिन्छ र यसको मनमोहक दृश्य पनि हो। एकदमै टाढाबाट नि देख्न सकिन्छ। तल तपाईहरु देख्दै हुन्छ त्यो चाहिँ शिप मल हो। यो शिप मल जाने बाटो हो। यतापट्टि चाहिँ पार्किङ छ अनि हामी चाहिँ आज फोटासोटा खिच्नलाई आएका छौँ साथीहरु पनि। यो चाहिँ तपाईहरुले देख्नुहुन्छ यो चाहिँ बराइनको बस पार्क हो। यहाँ चाहिँ बराइनभरिको बसहरू आउने गर्छ। सबैतिर यहाँ चाहिँ बस आउँछ अनि यहाँदेखि नै फेरि सबैतिर छुट्छ। यहाँ चाहिँ कन्टिन्यू बसहरू चाहिँ राति 12 बजेसम्म चलिरहन्छ। बिहानको 4 बजेदेखि राति 12 बजेसम्म बसहरू पाउन सकिन्छ। अनि यता देख्दै हुन्छ तपाईले यो बिल्डिङ, यो चाहिँ बिल्डिङ जापानको बिल्डिङ हो। यहाँ चाहिँ जापानको मान्छेले बनाएको बिल्डिङ भनेर भन्ने गर्छन्। यहाँ यात्रुहरू यताउता जाने घुम्नको लागि आउने ठाउँ यतापट्टि पार्किङ पनि छ। राम्रो ठाउँ छ। यहाँ चाहिँ पार्किङ एरिया पनि हो। अब यहाँ चाहिँ यो पार्किङ एरिया हो। यहाँबाट चाहिँ अब यताउता जान पनि सकिन्छ र यो चाहिँ देखिरहेको बस पार्क हो, बस स्ट्यान्ड हो। यहाँबाट विभिन्न ठाउँमा बसहरू छुट्ने गर्छ र विभिन्न ठाउँमा जाने गर्छ।